हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई र स्वागत छ मेरो अर्को नতুन भिडियोमा। र मेरो नाम विमला र मैले छोरीलाई चाहिँ स्कुल पनि पुगाइदिएँ र ऊ चाहिँ मेरो साथी र स्कुलबाट आउँदा साइडमा यसरी एउटा स्टोर खोल्नु भएको रहेछ एकजना दिदीले र मलाई चाहिँ पसौँ लाग्यो र त्यसै कारणले यहाँ आएँ र त्यसै पनि गरापछि भएन हैन के त एउटा खाइदिनु पनि पर्यो बिचारा उहाँहरूले पनि के प्रफिट हुन्छ कि भनेर एउटा बिजनेस खोल्नु भएको त्यसै कारणले मैले चाहिँ एक कप चाय मागेर खाएँ र साथीले चाहिँ खाएन लेकिन मैले यो चायमा चाहिँ चिनी हाल्नु दिएको छुइनँ। यसै त म चाय त्यसरी खान्न पनि तबै पनि उहाँको दोकानमा गएर अब के खाइदिनु जस्तो लागेर चाय पिइदिएँ एक कप हैन साथीहरू। र आमा पनि माइत जानुभएको छ र यो भिडियो चाहिँ मेरो हिजोको है साथीहरू। एडिटिङ गर्नु टाइम पाएको थिइनँ मैले र आज चाहिँ म एडिटिङ गरेर अपलोड गर्दैछु र म चाहिँ रुम पनि आइपुगेँ साथीहरू र हेर्नु सक्नुहुन्छ मेरो रुम र एकदम हिँड्दै आएको कि हामीहरू आउँदा चाहिँ टमटममा आएन र आउँदा हामीलाई बाटोमा हिलिका पनि बहुत भेट्यौँ र हिलिका पनि टिपेर लिएर आयौँ र आमाले चाहिँ यो ओरेन्जको बाक्लीलाई यसरी छिलेर सुकाउनु भएको छ कुनै के गर्नुहुन्छ होला र हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ मेरो फुल पनि कति सुन्दरले फुलेको छ र यो गुलाब फुल चाहिँ मेरो छोरीले साह्रै नै मन पराएर किनिदिनु मामु भनेर मैले किनिदिएँ र गाखिरवाला अङ्कलले गाखिर पनि लिइदिनु भएको छैन रहेछ र त्यसरी बाहिरै राखिदिन्छु किनकि कहिलेकाहीँ हामी रुममा नआउँदा उहाँलाई पनि लिएर जानु सजिलो हुन्छ भनेर त्यसरी दिन्छौँ कि हामीहरू। र मैले रुम पनि खोल्दैछु अहिले हेर्नुहोस् न साथीहरू मेरो रुमको हालत पनि छैन अब के गर्नु हैन जति सक्छु त्यस्तो आस्ते गर्छु र अब चाहिँ फटाफट मैले किचनको काम सक्नुपर्ने छ। हेर्नुहोस् न यहाँ ब्रेकफास्टहरू खाएर मैले यसरी नै भाँडाहरू पुरा छोडेर गएको थियो र अहिले म पुरा साफसफाइ गर्छु जति सक्छु रेस्ट गर्दै गर्छु हैन। यहाँ चाहिँ मेरो छोरीले खाएको थियो र फेरि भेटौँला अर्को न्यू ब्लगमा। बाइ बाइ साथीहरू।